नेपालमा भ्रष्टाचारको खाल्टो खन्दै खन्दै जानियो भने त्यसैमा चापेर मर्रेला। तर भ्रष्टाचार कति छ भनेर जान्न चाहिँ निकै गाह्रो हुन्छ। आउनुहोस् आज ललिता निवास बालुवाटार भन्दा पनि ठुलो जग्गा काण्डको बारेमा कुरा गरौँ। 2021मा भूमि सम्बन्धी संशोधन ऐन हुन्छ राजा महेन्द्रको पालामा। त्यो बेला भनिएको हुन्छ हदभन्दा बढी जग्गा राख्न नपाउने, एउटा परिवारले 25 बिघा जग्गाभन्दा बढी राख्न नपाउने, त्यहाँभन्दा बढी भएमा त्यो सरकारको हुने भनिएको हुन्छ। तर गिरिबन्धु टी इस्टेटसँग भने 500 बिघा जमिन हुन्छ, त्यसमा टी अनि उद्योग हुन्छ। त्यसैले त्यो जग्गा त्यो चलाउनको लागि चाहिँ दिने, पछि चाहिँ यसलाई नगरेमा, यो खेती नगरेमा, उद्योग नगरेमा यो पूर्णतः फेरि सरकारकै हुने, यसलाई बिक्री वितरण गर्न नपाउने र यसलाई सट्टापट्टा पनि गर्न नपाउने भनेको हुन्छ। तर 2033मा चन्द्रमाया गिरीलाई हस्तान्तरण गरिन्छ 19 बिघा जग्गा। ल हेर्नुहोस्, अब चलखेल सुरु भयो। त्यसपछि 2052मा 51 बिघा अर्को कम्पनीलाई ट्रान्सफर गरिन्छ, नामसरी गरेर दिइन्छ। त्यति बेला मनमोहन अधिकारीको सरकार हुन्छ, नेतृत्वमा सरकार हुन्छ। माधव नेपाल प्रधानमन्त्री हुन्छन्, गृहमन्त्रीमा हुन्छन् केपी शर्मा ओली तथा कृषि मन्त्री हुन्छन् राधाकृष्ण मैनाली। एमालेकै सत्ता थियो, एमालेकै सबै एमालेकै थिए। र त्यसपछि भने 2060मा त्यो जग्गा, उक्त जग्गालाई बेच्न स्वीकृति दिइन्छ। ल हेर्नुहोस् कति कायदा, कति गजबको कुरा है। 2060मा त्यो जग्गा बेच्न पाउने स्वीकृति दिन्छ। त्यति बेला भने सरकारमा हुन्छन् सूर्यबहादुर थापा। त्यसपछि भने अदालतमा मुद्दा पनि परेको थियो। त्यो मुद्दाले खासै केही भएन। त्यसपछि झन् भूमाफियाहरूलाई फाइदाको फाइदा कायदा भयो है। त्यसपछि कायदा भयो। त्यसपछि भने फेरि अति नै गर्न लागेपछि 2075मा फेरि मुद्दा पर्छ। भक्तराज भारतीले 2075 सालमा सर्वोच्चमा रिट दायर गर्छन्। त्यो बेला भने 2021 विपरीत भएको भनेर अदालतले संशोधन ऐन अन्तरिम आदेश जारी गर्छ। अब त सरकार बिना र भूमि संशोधन बिना यो काम गर्न सकिने भएन भन्ने थाहा हुन्छ भूमाफियाहरूलाई। त्यसपछि एउटा सरकार, अलि बलियो सरकार र काम गर्न, उनीहरूको काम गरिदिन सक्ने सरकारको खोजीमा हुन्छन्। त्यही बेला एउटा यस्तो नेताको इन्ट्री हुन्छ जो उनीहरूले खोजिरहेका थिए। त्यति बेला हुन्छ केपी ओलीको इन्ट्री है। 2/3 सरकार हुन्छ त्यो बेला केपी शर्मा ओलीको। त्यसपछि त भूमाफियाहरू बल्ले बल्ले। त्यसपछि 2076मा भूमि सम्बन्धी 8औं संशोधन पारित गरिन्छ। त्यसमा के लेखिन्छ होला हेरौँ है त। सम्बन्धी ऐन 12 को गमा लेखिन्छ, वितरण गर्न सट्टापट्टा नहुने यस ऐन बमोजिम जारी भएको सूचित आदेश बमोजिम खरिद गरेर जग्गा सम्बन्धी प्रयोग प्रतिष्ठा कम्पनी आयोजना शिक्षण संस्था वा अन्य कुनै पनि संस्थाले कसैलाई पनि बिक्री वितरण गर्न वा कुनै प्रकारको अरू हस्तक्षेप गर्न वा सट्टापट्टा गर्न पाउने छैन। मा के थपिन्छ भने तर थपेपछि जे पनि गर्न पाइयो कर भने जस्तो भयो। त्यसमा दुईटा बुदा थपिन्छन्, जसमा एकमा लेखिन्छ त्यस्तो उद्योग प्रतिष्ठा कम्पनी वा संस्था कुनै कारणले विघटन हुने भएमा वा संस्थाको दायित्व फरक परियोजनाको लागि यस ऐनको अधीनमा रही नेपाल सरकारको स्वीकृतिमा बिक्री वितरण बाधा पर्नेको मानिने छैन भनेर थपियो। अब त झन् कति खुसी भयो। 2मा थपिन्छ नेपाल सरकारको सूचित आदेशद्वारा तोकिएको हदबन्दीभित्रको जग्गामा स्थापित कृषि फारम उद्योग प्रतिष्ठा कम्पनी वा संस्था स्थानान्तरण गर्नु पर्यो वा सट्टापट्टा गर्नुपर्ने उचित र पर्याप्त कारण भनेर लेखिएको छ। अब त त्यसपछि झन् त्यहाँ भट्टाभट सहरहरू बस्न लागे, घरहरू बन्न थाले, कम्पनीहरू बन्न थाले। अनि 2078मा केपी शर्मा ओलीको मन्त्री परिषद बैठक बस्छ। 2078 वैशाख 13मा 343.19.12 बिघा जग्गा भूमि सम्बन्धी ऐन 2021 को दफा 12 गको प्रतिबद्धात्मक वाक्य सङ्ख्याको खण्ड 2मा उचित र पर्याप्त कारण देखाई सट्टापट्टा वा स्थानान्तरणको लागि निवेदन दिएमा मन्त्री परिषदले स्वीकृति दिन सक्ने व्यवस्था र केही दिनु पर्दैन। सट्टापट्टा गर्दा केही भन्नु पर्दैन, कुनै पनि त्यस्तो नियम लगाएकै छैन। अब त झन् के को डर, भूमाफियाहरूलाई के को डर। त्यत्रो जग्गा छ, लगभग त्यो जग्गाको आजको मूल्य हेर्ने भने 30 देखि 35 अरबसम्मको जग्गा पर्न सक्छ। अब यो भनेको के अर्थ भयो भन्दा मैले पनि खान्छु तैँले पनि खा भने जस्तो भयो। त्यस लगत्तै ओम प्रकाश अर्यालले अदालतमा
यो गैर कानुनी र भ्रष्टाचारी हो भन्दै रिट दायर गर्छन्। अब माछो भ्यागुतो भयो। त्यसपछि अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको 2078 वैशाखमा गिरिबन्धु टी एस्टेटलाई दिएको जग्गा बेच्ने अनुमति सर्वोच्च अदालतले बदर गरिदिन्छ। हेर्नुहोस् त, एउटा सरकारले प्रतिबन्ध लगाएको जग्गामा भ्रष्टाचार गर्नको लागि यतिसम्म गर्ने मान्छेले जनताको लागि सोच्छ। र यस्तो सरकारलाई हजुरहरूले के भन्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। र यस्तै भिडियोहरू अब हजुरहरूले सपोर्ट गर्नुभयो भने मैले एकदम अझै खोदुलेर सत्य तथ्य बाहिर ल्याउने प्रयास गर्नेछु। र हजुरहरूको साथ सपोर्ट मलाई एकदमै जरुरी छ। र यो च्यानललाई सब्स्क्राइब गरेर जानुहोला।